हेलो गाइज, वेलकम टु सिङ ब्लग। हामी सबैलाई होलीको शुभकामना। अनि हामी चाहिँ ढिलो एक दिन बितिसक्यो अरे नेपालमा, अनि हामी चाहिँ ढिलो भए पनि मनाऊँ भनेर टक्क यसो बिदा लिएर दाइहरूसँग साथीहरूसँग आएको। आज साथीहरू पनि सबैको कामसाम भएर पनि कोही आउन सकेन। अहिलेको लागि बाई बाई। हामी आफ्नो लोकेसनमा आइपुग्यौँ, यतिजना छौँ। एन्ड गाइज हाम्रो दाजुहरूले सामानहरू निकाल्दै हुनुहुन्छ। पानीको बोतल लिएर भर्खरै आइपुग्नु भयो सामानहरू। अनि हालत चाहिँ यस्तै छ। आरुष दाजु के छ, के सामानहरू ल्याउनु भयो त? के सामानहरू ल्याउनु भयो त? ऊ चिप्स, यो चाहिँ स्पेसल है। नमस्ते। बबाल ठाउँमा आइदिएको नि फेरि यस्तै छ। एन्ड हामी चाहिँ यहाँ बस्ने कटेज एउटा बुक गरेका छौँ। के छ दाइ, कता बिजी? खानासाना खानु भयो? खाना खानु भयो? ए खै त गर्लफ्रेन्ड हजुरको खै? ओ दाइ बिजी हुनुहुन्छ गाइज। अहिलेको लागि चाहिँ यताको भ्यू हेरौँ होइन। दिस इज आवर भ्यू। हामी चाहिँ आफ्नो लोकेसनमा आइपुगे। हाई बल्ल चाहिँ राम्रोसँग हाई गर्नुभयो दाइले। अनि के ल्याउनु भयो त नि? ए स्पिकरलाई चाहिँ अनबक्सिङ गर्नुभयो होइन। फिलिप्सको भएन, साउन्ड आएन मित्र यस्तै। ऊ झुल्ला झुल्नु भयो, केही काम गर्नु भएन। अघि नि झुला झुलेर बसिराख्नु भएको थियो, अहिले नि मस्त झुलिराख्नु भएको छ। यहाँ चाहिँ सबै आफ्नो आफ्नो काममा बिजी छन्। हेलो गाइस, हामीले चाहिँ होली खेलिसक्यौँ। अनि अब चाहिँ तपाईँ फ्रेस भएर यसो
अब खाजासाजा खानु पऱ्यो भनेर हामी टक्क दाइहरूले चाहिँ प्रिपेयर गर्दै हुनुहुन्छ यता। अनि हामी चाहिँ खाजासाजा खाएर यसो रमाइलो गर्नेछौँ। अनि चाहिँ चटपटे बनाउन लागेका छौँ हामी। त्यो चटपटेको लागि चाहिँ सबै टक टाक 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 सबै रेडी हुँदैछ गाइज। एन्ड दिस इज द भ्यू। तर जे होस् रमाइलो हो। We enjoyed a lot. अनि गाइस हामी त्यसपछि अब चाहिँ टक्क मासु पोलेर खाने भनेको छौँ हामी। सबै खाएर फेरि भेटौँला। बाइ बाइ गाइस। हाम्रो चटपटे रेडी भइसकेको छ। चटपटे मास्टर यता हुनुहुन्छ हैन। मस्त बनाउनु भएको चटपटे बनाउनु ए भाइ तिम्रो आजदेखि को खाने भएछ खाने मान्छेहरू टक्क आउँदा हुन्छ। हाम्रो चाहिँ यस्तो बब्बाल चटपटे बनिसक्यो। अब चाहिँ मस्त खाजासाजा खाने अनि त्यसपछि फेरि रमाइलो गर्ने यस्तै हो। केही दिनपछि दाइहरूसँग भेला भएर ओए हो कि क्या हो। सुनो हम झापे में मटन पके लिए बोली ना सुनो तुमको टेस्ट करिया कि करने एक दिन मुंह में तो गाइस हाम्रो चटपटे चाहिँ सकेको छैन। दाइले चाहिँ मटन पनि बनाउनु भएको रहेछ। खाइला सजिलो जान्न क्या दामी मटन बनाउनु भएको रहेछ। बिहान उठे हामी फ्रेस भए अनि फ्रेस भएर अब सबैजना आफ्नो आफ्नो लाइफमा बिजी छन्। सो आफ्नो आफ्नो बाटो लाग्नुभयो। दाइहरू पनि उता कामतर्फ लाग्नु, म पनि अब आफ्नो लाइफमा बिजी भइहालेँ। अनि त्यसको लागि भ्लग टुङ्गाइदिउँ भनेर खासमा चाहिँ यसो बनाइदिएको। जे होस् दाइहरूसँग भेटेर एकदम धेरै खुसी लाग्यो। धेरै दिन भइसकेको थियो भेटेको यसरी। अनि झन् होलीको समयमा भेट्न पाउँदाखेरि एकदम धेरै रमाइलो भयो। अनि त्यो मोमेन्टहरू क्रिएट भएको थियो। बट हामीले चाहिँ त्यो मैले चाहिँ खासमा त्यो भ्लगमा क्याप्चर गर्नै सकेन। बाँकी भ्लगहरू अरू दिन आउनेछु। अहिलेको लागि बाई बाई।